चाहिँ सारङकोट जाने बाटो। सारङकोट चाहिँ यो डाँडा पछाडि छ र तपाईँहरू पनि आउनुभयो होला। सारङकोट जाँदा चाहिँ यो बाटो अवश्य आउनुभयो होला, देख्नुभयो होला। यो बाटो चाहिँ वर्षौँ भइसक्यो निर्माण नभएको। के कारणले हो निर्माण नभएको यसमा चाहिँ ध्यान दिनु होला सरकारले चाहिँ। र एभ्रिडे टुरिस्ट हिँड्ने बाटो र मर्निङको टाइममा चाहिँ सनराइज हेर्ने आउने गर्दछन् भने दिउँसोको टाइममा चाहिँ प्याराग्लाइडिङ गर्नुको लागि। र यहाँ देख्न सक्नुहुन्छ एकदम राम्रो भ्यू। र यो चाहिँ हिम्स जाने बाटो। पर चाहिँ पारिपट्टि चाहिँ खोला पारिपट्टि चाहिँ हाउजिङ देख्न सक्नुहुन्छ कति राम्रो। र म यहाँ छु र मेरो यहाँ साइकल छ र म चाहिँ यस्तो घुम्न निस्केको, किनकि सधैँ बसिरहेर पनि हुँदैन, घुम्न पनि निस्किनु पर्छ। तपाईँहरू पनि अवश्य आउनु होला। बाटो जे जस्तो भए पनि ठाउँ चाहिँ एकदम घुम्न लायकको छ, मन चाहिँ हल्का हुन्छ यो ठाउँमा आयो भने है त। हस् त, धन्यवाद। म चाहिँ अझै माथि पुग्नु छ, 1.5 घन्टा समथिङ 1.5 घन्टा लाग्छ होला सारङकोट पुग्नुलाई चाहिँ। अब म यसो उकालो लाग्नुपर्छ।